हेलो साथीहरू नमस्ते। तपाईँलाई स्वागत छ मेरो यस इपिस डायरी युट्युब च्यानलमा। यदि तपाईँहरू घरमै बसेर कोरियन भाषा सिक्न चाहनुहुन्छ भने, कोरियन भाषाको आधारभूत ज्ञानहरू लिन चाहनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि पर्फेक्ट हुनसक्छ। आज चाहिँ हामी कोरियन भाषाको वर्णमालाको बारेमा अध्ययन गर्नेछौँ। कोरियन भाषाको लिपिलाई चाहिँ हाङ्गुल भनिन्छ। तत्कालीन समयमा कोरियाका राजा सेजोङ थेवाङले सन् 1943मा यो हाङ्गुलको रचना गरेका थिए। त्योभन्दा अगाडि चाहिँ चिनिया हान्जा नै प्रयोग गर्थे, तर सर्वसाधारणलाई त्यो प्रयोग गर्न गाह्रो भइसकेपछि राजा सेजोङ थेवाङले विद्वानहरूसँग मिलेर चाहिँ के बनाए त यो हाङ्गुलको निर्माण गरे। त्यसैले राजा सेजोङलाई कोरियन भाषा निर्माणको श्रेय दिइन्छ। कोरियन भाषाको वर्णमालामा जम्मा 40वटा अक्षरहरू हुन्छन्। यसमध्ये 19वटा व्यञ्जन वर्ण र 21वटा स्वर वर्ण रहेका हुन्छन्। आज चाहिँ हामी यो पहिलो भिडियोमा व्यञ्जन वर्णको बारेमा चाहिँ अध्ययन गर्नेछौँ। आउनुहोस् अब व्यञ्जन वर्णको बारेमा अध्ययन गरौँ। व्यञ्जन वर्ण चाहिँ 19वटा हुन्छ। त्यसमध्ये एकल व्यञ्जन 14 र संयुक्त व्यञ्जन 5वटा गरेर जम्मा 19वटा हुने हो। एकल व्यञ्जनमा हामी पढौँ। सुरुको पहिलो अक्षर यस्तो गरेर यो गऱ्यो भने यसलाई यो के हो त? ग। यो कोरियन भाषाको लिपि पनि नेपाली अथवा अङ्ग्रेजी जस्तै व्यञ्जन मात्र पूर्ण रूपमा अक्षर हुँदैन। यसको लागि के हुनुपर्छ त? स्वर वर्ण पनि मिलाउनु पर्ने हुन्छ। त्यसैले यसलाई आधा अक्षर मान्दा हुन्छ अहिलेलाई। यसले यति बुझ्नुहोस्, ग भनेर बुझ्नुहोस् न। पछि स्वर वर्ण पनि पढिसकेपछि अक्षर बनाउने तरिका सिकेपछि तपाईँहरूलाई प्रष्ट हुनेछ। पहिलो अक्षर के हो त? ग। अनि यस्तो गरेर यस्तो न, ग न। यो द, यो र, ग न द र, म, ब, स, ले, अ, यो आयो ज, ज। यो ज र छ चाहिँ झन्डै उस्तै हुन्छ। छको चाहिँ माथि टुप्पी हुन्छ अनि जको चाहिँ हुँदैन। यो ख, थ, यो फ र अन्तिम कन्सोनेन्ट अक्षर चाहिँ के हो त? ह। यसो यति गरेर हाम्रो चाहिँ के हुन्छ नि त? व्यञ्जन वर्ण चाहिँ एकल व्यञ्जन चाहिँ कतिवटा हुन्छ? 14वटा हुन्छन्। तपाईँहरूले यसलाई हेरेर कपीमा प्र्याक्टिस गर्न सक्नुहुन्छ। लेखेर जति लेखेर प्र्याक्टिस गर्यो त्यति राम्रो हुन्छ, छिटो सिक्न सजिलो हुन्छ। यसलाई फेरि एकपल्ट पढौँ। ग न द र म ब स अ ज छ ख थ फ ह। सुरुमा सिक्नलाई अलिक केही समय लाग्नु भने त एउटा टिप्स पनि दिन्छु म तपाईँहरूलाई। यसलाई कसरी अध्ययन गर्छ भाग भाग छुट्याएर। सुरुमा ग न द र एकचोटिमा ग न द र, सरी मिस्टेक भयो भने ग न द र म ब सलाई अर्कोचोटिमा छुट्याएर पढ्नुहोस्। जस्तै म ब स, ग न द र म ब स,
अब अ ज छ आज छ अ ज छलाई एक ठाउँमा राख्यो अनि लास्टमा के त ख थ फ ह ख थ फ ह। अब यसलाई कसरी पढ्नु पर्ने गन द र म बस अज छ ख थ फ ह भनेर यसरी बार त्यो मन्त्र यस्तो रटिरहनु भयो भने तपाईँहरूले सिक्नलाई के हुन्छ त सजिलो हुन्छ, छिटो हुन्छ। अब हामी हेरौँ डबल कन्सोनेन्ट अथवा संयुक्त व्यञ्जन। संयुक्त व्यञ्जन जम्मा कतिवटा हुन्छ? 5वटा मात्रै हुन्छ। यो संयुक्त व्यञ्जन चाहिँ कसरी भयो भन्दाखेरि दुईटा सिङ्गल एकल व्यञ्जनलाई मिलाएर चाहिँ 5वटा डबल व्यञ्जन बनाएको छ। त्यो कुन हो त भन्दाखेरि हामीले सुरुमा पढ्ने यो गलाई दुईटा बनाइदियौँ भने त्यो के भयो त एउटा संयुक्त व्यञ्जनको चाहिँ अक्षर भयो र त्यसको उच्चारण के हुन्छ क। अब दलाई दको दुईटा द बनाइदियो भने त्यसको के भयो त उच्चारण त। अनि दुईटा ब बनाइदियो दुईटा बको चाहिँ के भयो त फ बन्यो। त्यसै गरी डबल स को स नै उच्चारण भयो र डबल जको उच्चारण चाहिँ के हो त च भयो। यसरी एउटा सिङ्गल कन्सोनेन्टलाई चाहिँ दुईटा लेखेर चाहिँ डबल कन्सोनेन्ट अथवा संयुक्त व्यञ्जन बनाइएको कारणले गर्दा यसलाई संयुक्त व्यञ्जन बनाएको र त्यो संयुक्त व्यञ्जन कतिवटा छ 5वटा मात्रै छ। यसको सिङ्गल व्यञ्जन के हो त ग द ब स ज लाई चाहिँ डबल गरेर के बनाइयो त क त प स च। यसलाई पनि त्यो जस्तै क त प स च यो त सजिलो छ रट्न क त प स च कता पसेछ भने जस्तो होइन। त्यो सम्झिँदै पढ्नुभयो भने सजिलै याद हुन सजिलो हुनेछ। क त प स च क त प स च क त प स च। यस तरिकाले आफूले पनि बोल्दै होइन सानो आवाज निकालेर अथवा मनमा नै अरूलाई डिस्टर्ब नहुने गरी आवाज निकालेर पढ्दा पनि हुन्छ। त्यसरी पढ्दाखेरि छिटो याद हुने भएको कारणले गर्दाखेरि यसरी पढ्न चाहिँ सक्नुहुन्छ, सजिलो हुनेछ। र आजको लागि चाहिँ यति नै। भिडियो अब धेरै लामो होला भनेर आजको लागि यति नै गर्न चाहन्छु। हामी अर्को एपिसोडमा स्वर वर्णको बारेमा पढ्नेछौँ। र यदि कोही नयाँ हुनुहुन्छ र यो भिडियोलाई मेरो च्यानललाई पहिलोपल्ट भिजिट गर्दै मेरो च्यानलको भिडियो पहिलोपल्ट देख्नुहुँदैछ भने कृपया सब्सक्राइब गरिदिनु होला, कमेन्ट गर्नुहोला नबुझेको कुराहरू। र आजलाई चाहिँ यति नै भन्दै बिदा चाहन्छु। धन्यवाद।